काम भनेको चाहिँ सधैँ बुढीले मात्र गर्नुपर्छ भन्ने पनि छैन के साथीहरू। कहिले बुढीले त कहिले बुढाले पनि गर्दाखेरि फरक पर्दैन नि होइन। सो मेरो बुढाले पनि त्यसरी नै कामहरू गरिदिनुहुन्छ कि कहिले कहिले, सधैँ त होइन। तर मलाई अल्छी लागेको बेलामा अनि आज चाहिँ पकौडा बनाएर खाने भनेर मैले बिहानै आलु उसिनेको थिएँ अनि उहाँले चाहिँ पसलबाट आएर पकौडा बनाउनु भयो। अनि बाबुले चाहिँ छोड्दै नछोड्ने अनि म चाहिँ चाखिरहेको थिएँ कस्तो छ भनेर। एकदम टेस्टी बनेको थियो, पकौडा चाहिँ मिठो भएको थियो। अनि बाबु चाहिँ खेल्दै थियो अनि फेरि चकचक गर्दै थियो। अब पकौडामा चोपेर खाने बनाउनु पर्यो नि त अचार, त्यसको लागि चाहिँ हामीले गोलभेडा पनि पकाएको थियो अनि गोलभेडा चाहिँ सेलाउँदै हुनुहुन्छ अनि अचार बनाउनको लागि यता पकौडा पनि रेडी भइसकेको छ। अनि यो सबै गर्नु मलाई कस्तो फोहोर भइरहेको थियो कि झ्याउ लागिरहेको थियो मलाई पनि सफा गर्नलाई। अनि उहाँले चाहिँ सेलाउँदै हुनुहुन्छ, अलिक चाँडै सेलाउँदैन अनि तल पानी हालेर सेलाउँदै हुनुहुन्छ। अनि अब चाहिँ हामी पकौडा पनि रेडी भइसक्यो। अब हामी दुवैजना मिलेर चाहिँ मस्त इन्जोय गर्दैछौँ। सो थ्याङ्क्स फर वाचिङ, बाई।